वेलकम टु माई श्रीसा युट्युब च्यानल। आज फेरि पनि मेरो च्यानलमा वेलकम छ यिनलाई। आज चाहिँ हामीले चाहिँ के गर्छौँ ल भन्दै गर्छौँ अनि त्यसपछि यो खान्छौँ देख्न सक्नुहुन्छ ल है त। हामीले चाहिँ अब यिनीहरू आइटम छ हामीसँग चाहिँ अनि अब चाहिँ हामीले यो बोतल फ्लिप गर्छौँ अनि फ्लिप गरेर जसको अड्डिन्छ त्यसले चाहिँ खाइरहने अर्कोको नभएसम्म। ल तिमी फर्स्ट ल है त। यो कसलाई? मलाई। ल तिमी पहिला ल ल न। म त भोक लागिसकेँ है, बसिसकेँ हेर्नु लाइन गर। ओइ यहाँ त भोक लाग्यो। मलाई त भोक लाग्यो, म त पहिला यो खरबुजा खान्छु। के भयो? पानीपुरी खायो है त। के पानी पानी हात नराख के पछि। ल ल ल यो गर। गर्नु छिटो नाति गरेर खानी हो यार। आमा त्यसपछि चाहिँ के हो के पानी धेरै भयो क्या हो। मैले बाहिरने हो कि ए होइन होइन त्यो खाएर भइसकेपछि त तिमी चाहिँ खाइरहने हो। कस्तो हो है कस्तो कस्तो यो घोलामा है कस्तो भयो तिमीले पानी एक एक पानी हुनु मिठो भयो पानी पनि। अब त आमा करेन्ट खाउ बरु छिटो सेला हामी मिठो हुन। ल तिनजना भयो भने रमाइलो हुन्छ क्या। तिन चारजना म चाहिँ के टोलाको नगरेर आमा के हो कि इनिसका यस्तो भ्याउँछन् कि अब यसले। आमा भ्याइदिनु भयो नि घाममा गएर लिएर आएको मैले। कसरी रहेछ क्या आइडिया सिकाउँछ आइडिया सिजल भएको है कति हल्ला गरिसकेँ त्यही बोल्थेँ। होइन हातले हो होइन पाएर हेर के पानी चाहिँ नमिलेको है। खुट्टे जस्तो घरको खाने गाह्रो हो क्या। खाइरहने हो कि के हो र तिमी नमिले जस्तो म त छोडेछु। यस्तो हो चारजना भएको भए खाइरहने हो उनीहरूले नगरेसम्म। अब हामी दुईजना खाम नि त मेरो टर्न सकेपछि तिम्रो हुन्छ अर्कोको भएको भए तिमीले खाइरहने उनीहरूको नभएसम्म हो।
टोलाले किन बस्यो खाऊ कसरी हो के आमा के हो यस्तो ज्यामिरेको मान्छे त यस्तो ट्यालेन्ट हुँदो रहेछ नि यही राखेर खान्छु यार नमिलेर हो नत्र भयो खाउन पनि कति गाह्रो भएको हो ज्या टेबल हुन पनि खै काट्छ राख्न ल सबैले खानु नपाउला ए खाइसक्यो अनि त पार दिन्छ नि के हाल्यो अब फुटी बोलामा अलिकति बोल्ने मान्छे पनि चाहिन्छ झगडा गर्ने मान्छे पनि चाहिन्छ हामी धेरै सोचेर कि हामी दुईजना चाहिँ बोल्दैनौँ यसको त नभइदिनु हुन्थ्यो फुटी पनि छ राखेँ तेरो पानी आइसक्यो के फरक है अघि त फ्याट फ्याट निकालेको त नछेक्नु यार यस्तो हाल्न त म अघि नै आउँदैन हिजो भन्दा हामी त यस्तो धेरै भिडियो यो बनाएको अहिले हो अबे पानीपुरीको पानी मात्र खानेकुरो भ्याइयो स्यासी हुन्छ त अझै भएको
छडै बाटो छड राधा आयो राधाको लागि दे तँ छोड आनन्दले गराएर पिसफुल तरिकाले तिमीहरूलाई गर्मी भयो लाइन कति गएको के भने भ्याइदिने यार तिमीले भ्याइदिनु नहल्लाके त्यसले हल्लाउनै पर्दैन त्यो कमेन्ट चाहिँ छ धेरै मैले खान्छु भनेर आउँछ होला दुइटैले के भयो बाहादेर पुरा जाऊ गर्दा पनि बाटातिर भ्याइदिइसकेँ अघि त ठ्याक्ठ्याक भइरहेको के भएको भ्याए म त खान पाउँदैन क्या हो गाईहरू तला तोले कपडा पनि कहाँ छोडेको तर भ्याइसकेको छोड्यो अलि अगाडि बोलाउनु पर्दैन खानेकुरा भ्याएपछि फेरि ल्याएर बनाउन के हो एक प्याकेट ल्याएर तँ बनाएर ऊ गरौँ न बरु च्यालेन्ज भन्दा नि मुखब्याङ गरौँ न त्यही खाने गफ गर्दै आनन्दले के हल्ला नगर्ने क्या मान्छेलाई पनि झ्याउ लाग्छ हेर्नेलाई कति हल्ला गरेको ओए आनन्द धेरै बोल्नु तर गफ गर्दै खाने हो नि त अनि हात पहिरो कस्तो आसी सुरु हुन्छ क्या मेरो मुखमै पर्यो ला खाइदिन्थ्यो एकैचोटि ओए उस चाटचुट्टी गर नि सिधा करेन्ट के हो र भनेको के म त लास्टमा आएर भिडियोको रोल खेलेर खाऊ अब चाहिँ खाने हो सक्यो खानेकुरा भ्याइयो भाडातिर बोतल खाने 5 रुपियाँको पानी त छ त तर मैले सुरुबाट गरेको थियो कि नै यहाँ ल्याएर अर्काइकी खाऊ 5 रुपियाँको पानी भयो नि खाऊ क्या रमाइलो हुँदो रहेछ कि तर सिजन आएको रमाइलो हुन्छ क्या यो अनि तिमीहरूले बोलाउनु पर्दैन त च्यालेन्ज गरौँ कि करेन्ट जस्तो केही च्यालेन्ज गरेर छिटो आफ्नो भाग राख्ने कि यो पनि भयो नि गराउँ धेरै नल्याएको ठुक्क लिएर आएको हो क्या हामीले फिलिले अब मात्रै सबै जे भयो नि सक्नुपर्छ मिठो कस्तो मिठो हो त्यसो भने चाहिँ राख्नुपर्छ नि गेम मिठो हो के म त के कहाँ ल्याएको र अब कसले खान्छ र त फ्लिप गर्नलाई त खानेकुरा सक्यो कति छोरी ल्याएको चिप्स नि ल्याउनु पर्दैन कि ल्याएको थियो दुईजना मात्र मान्छे बाबुले नानी बेला भइसक्यो थियो अनि मम्मीहरू जानु पर्दैन कस्तो मिठो है ल बाई भनौँ न त आजको च्यालेन्ज चाहिँ हामीले दिइरहेको छ है बाई एकचोटि ल हामीले सक्यौँ खानेकुरा पनि कम्प्लिट गरिसक्यौँ देख्न सक्नुहुन्छ हेरेर हजुरहरूले कतिको इन्टरटेनमेन्ट गरिसक्नु भयो हजुरहरूले आज हाम्रो भिडियोलाई माया गरिदिनु होला सेयर पनि गरिदिनु होला यस्तै भिडियो फेरि पनि ल्याउनेछौँ बाई ल बाई सी यू इन द नेक्स्ट भिडियो